भयो हैन यो भयो बोल्नु न बोल्नु तपाई बोल्यो भने हुन्छ केही फरक पर्दैन बोल्नु हाय गाइस आज हामीहरु थमेल आएको छु थमेल एरिया आएको छु घुम्नुलाई हेर्नु यहाँ वर्ल्ड रेस्टुरेन्ट रहेछ के थुप्रै छ अगाडि हेर्दै गर्नु हो हेर्नु व्हाइट कलरको कति राम्रो रहेछ अहिले टाइम भएको छैन त्यो निस्किने बेला अनि निस्किन्छ परिहरु पापाको परिहरु हेर्नु दुईवटा उता रहेछ सानी रहेछ तर ठुली त छैन यहाँ के भन्छ अरु राम्रो ठाउँ हो काठमाडौँको यो सबैभन्दा फेमस थाहै होला सबैलाई यो काठमाडौँको फेमस ठाउँ हो थमेल यहाँ डान्स बारहरु थुप्रै चीजहरु रहेछ के भन्छ हजुरहरुले राम्रो लाग्यो भने कमेन्ट गर्नु लाइक गर्नु शेयर गर्नु अनि अरु जे हुन्छ त्यो गर्नु हजुरहरु अनि हामीहरु यसो गइरहेको छु घुम्न उयो घुम्न त हैन एउटा मान्छेलाई रिसिभ गर्नु छ सानो फुच्चे रहेछ त्यसलाई रिसिभ गर्न जाँदै छु अनि अरु के भन्नु हो तपाई पनि केही भन्नु तपाई भन्नु नि यो हो के भन्नु त्यही त हो नि अब थमेल एरिया हो यो सिधै जाने कि हैन हामी राइट जाने हामीहरु राइट जाने यहाँ पुलिस मामा रहेछ सायद कि लफडा भएको होला सायद यहाँ लफडा भएको यहाँ सायद लफडा भएको यहाँ पुलिस मामा रहेछ सायद गाडी सायद यहाँ केटा यहाँ हेर्नु कति लाइट छ सजावट रहेछ हेर्नु त भ्यू यसको थमेलको बेग्लै पारा हुन्छ यसको यहाँको यहाँ सायद लफडा पऱ्यो कि क्या हो केटाहरूसँग सायद परेको हामीहरूलाई यो लफडामा पर्नु छैन फेरि के होला राइटै हो नि हामी फेरि उता चोकबाट राइट राइटै भयो हैन अरु रुक्नु न राइट जाने हो हामीहरु म त फर्स्ट टाइममा आएको छु थमेलमा त्यो पनि ड्राइभ गर्दैछु यतिरो डर लाग्दो रहेछ थमेलमा अब उताबाट लेफ्ट है लेफ्ट हो नि उयाबाट सबै बाटो याद राख्यो डबल टी यहाँ भनेर लेखा छ डबल टी यहाँ शपिङहरुमा हामीहरु सक्दिन यहाँ धेरै महँगो सामान पाउँदो रहेछ हेर्नु उता के रहेछ अनि सबैजना हामीहरुलाई नै हेरिरहेको छ झन् के भन्छ हेरिरहेको छ अरु के भन्नु लाग्छ हामीहरु यहाँ हेर्नु जोडी दुईवटा आइरहेको छ तर मेरो जोडी छैन जोडी बनाउनु पर्यो काठमाडौँमा एउटा साथी बनाउनु पर्यो यतिकै कहाँ हुन्छ सिंगल थमेलमा त मजा आउँदैन सिंगल यहाँ हेर्नु त हेर्नु हाम्रो हप्सीहरु भाइहरु छ यी हप्सी भाइहरु दुईजना त्यो हप्सी यहाँ चाइनिज रहेछ चाइनिज हो नि चाइनिज रहेछ अनि भयो अगस्ते कहाँ गयो आउँदैछ रोक्नु न एकछिन अझै उतासम्म जानु चलो अनि तपाईं पनि केही भन्नु न हो यहाँ थमेल एरिया त हो नि यो सबै अब के भन्ने हैन त्यो त हो यो फेमस छ यहाँ यो फेमस छ अब रेस्टुरेन्टहरु भयो हैन रेस्टुरेन्टहरु फेमस छ यहाँ त्यही त मॉल्स के अंदर ही मिलता है अनि त्यो मॉल के अंदर तो दिल्ली में मैंने तेरे को बोला ही था उस दिन तर अहिले त्यो परिहरु निस्किरहेको छैन यहाँ वो वाला मॉल के अंदर यो ब्रिटिश होला अनि के भन्छ यो गल्ली रहेछ बाटो हेर्नु त कति सानो बाटो रहेछ यो त ठुलो गाडी लिएर आएको छ यत्रो गाह्रो भइरहेको छ यहाँ कुदाउन यहाँ पनि रहेछ त्यस्तो हेर्दिनु अनि त्यो पनि अरु हामीहरु अब अर्को दिन नेक्स्ट टाइम आउँछौँ राम्रो भिडियो लिएर यो त्यतिकै मन थिएन बनाउन भिडियो त्यो पनि एकचोटि ट्राई गरौँ भनेर भिडियो बनाएको मान्छे कसरी क्रस गरिरहेको छ
हामीलाई हेरे के हेरे कोइड वही टाप्यो हेरे घेरे तर यहाँ बुढी हामी अम्मा रहेछ जस्तै आन्टी आंटी चिया आंटी मोमो गया था रास्ते आंटी मोमो पता है ऑस्ट्रेलिया चला गया आंटी मोमो कौन है अरे वहाँ का विराट चौक क्या लो हामीहरू यहाँ हाइवेमा आउन लाग्यो मेन रोड थमेलबाट निस्के हामी अब तलैबाट जाने है यतै जाम कभी कम मिल गया कभी ज्यादा मिल गया फेरि मामाले हेरेर भने यहाँ हेर्नु न हामी रङ बाटो काट्दैछु मामाले हेर्यो भने गाँठ फाट्दिन्छ थमेलबाट हामी निस्किसक्यो हेर्नु अर्को दिन नेक्स्ट टाइम राम्रो भिडियो लिएर आउँछु यसपालि यसमा सपोर्ट गरिदिनु नेक्स्ट टाइम मजाको भिडियो आउँछ टेन्सन नलिनु हजुर कसरी गर्ने ल है ल बाई